हेलो साथीहरू, नमस्ते छ तपाईँहरूलाई मेरो अर्को ब्लगमा, जसमा चाहिँ मैले आज तपाईँहरूलाई साँझको खानामा मैले के बनाएँ भनेर देखाएको छु। र यो बोल्दाखेरि चाहिँ मैले के बोलेको थिएँ भन्ने आफै नै बिर्सेर भोइस ओभर गर्दाखेरि थाहै भएन। अनि आज चाहिँ मैले बनाउँदैछु राजमा र आलु। राजमा चाहिँ मलाई एकदम ग्रेभी मनपर्छ। अनि हेर्नुहोस्, मैले चुट्की बजाएर आलु र राजमा धोएर काटेर पनि रेडी पारिसकेको छु। अनि त्यसपछि मैले तेल हालिसकेपछि तेल हल्का तात्यो भने मैले चाहिँ त्यसमा मेथी पुर्याउँछु। मेथी पुर्याएर एकछिन पाक्दै गर्छ र मैले त्यसमा प्याज हाल्छु। प्याजलाई रातो गरी भुटेर अनि त्यसमा अघि नै राखेको अदुवा, लसुन, खुर्सानी, जिरा, धनियाँको पेस्टलाई चाहिँ मैले बेसरी पाक्न दिन्छु एकछिनसम्म। पाकेपछि मैले त्यसमा हल्दी पनि एड गरिसकेको छु है। अनि त्यसमा आलु हाल्छु। अनि त्यसपछि राजमाको दाना, भिजाएर राखेको राजमाको दाना हो यो चाहिँ। अनि त्यसपछि नुन राखेर मैले चाहिँ एकछिनसम्म यसलाई भुटिरहन्छु। भुटिसकेर मैले यसलाई चाहिँ सिटी लाउन छोडिदिन्छु। अब एकछिन त्यस्तै रहदिन्छु। एकछिन ढाकेर यसको आङको पानी सुक्न दिएर चाहिँ मैले यसलाई पुरै पारेको छु। हेर्नु न फेरि। अनि त्यसपछि मैले चाहिँ पानी हालेँ। त्यसपछि सिटी लाउन छोडेँ साथीहरू। सिटी लगाइसकेपछि चाहिँ मैले यसलाई खुर्खा पारेको भिडियो चाहिँ एड नै गर्न बिर्सेछु, हेर्नु न। अनि त्यसपछि चाहिँ यो पकाइसकेपछि बुढाले चाहिँ थोरै कुखुराको मासु पनि लिएर आउनुभएको रहेछ। अनि मैले यसलाई पकाएर कुखुराको मासु पनि भुटेँ। अनि लास्टमा हामी बुढाबुढीले चाहिँ भात, मासु र यो आजको स्पेसल राजमा खायौँ। हजुरको आज साँझको खाना कस्तो भयो कमेन्ट गर्नुहोस् है त।